हेलो साथीहरू, नमस्ते। फेरि पनि स्वागत छ मेरो छोटो मिठो ब्लगमा। साथीहरू, आजको दिन चाहिँ स्पिच फेयर लिइरहेको छ, किनभने आज चाहिँ हामीले एउटा गाडी किनिसकेका छौँ र गाडी किनिसके पछाडि त पूजा गर्नै पर्यो। सो पूजा गर्नको लागि चाहिँ हामीहरू मन्दिरतिर लाग्यौँ। मन्दिरमा चाहिँ पण्डित बाले एकदम राम्रोसँग मन्त्र जपी हाम्रो स्कुटीको पूजा गरिदिनु भयो र मैले हातमा पूजाको थाली समय राखेको थिएँ। क्यामेराम्यानले मलाई एकदम फोकस गरेर भिडियो बनाइराखेका थिए। क्यामेराम्यान चाहिँ एकदम बबाल तरिकाले मलाई फोकस गर्दै मेरो मुस्कानलाई चाहिँ क्यामेरामा कैद गरिसकेको छ है। अब किनभने भाइ खुसीको त सीमा नै छैन मसँग। त्यही भएर मजाले पण्डित बाले के अनि स्कुटीको अगाडि के भन्छन् त्यो शुभ लाभको चिन्ह बनाएर मलाई भन्यो यताउता पानी खराए अनि यो स्कुटी राम्रो तरिकाले पूजा हुन्छ भने मैले पनि सोच छ दिलले जो पण्डित बाले भन्यो त्यो सब काम पुरा